2 अर्ब होइन, स्वर्णिम वाग्लेले 2 रुपियाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु। मेरो चुनौती हो। र यो स्तरको नैतिक आँट र नैतिक उचाइ सबै मान्य सदस्यहरूले पनि राख्नुहुन म शुभकामना। हेर झोलेहरू, सक्छस् तँहरूले? तेरो बाउहरूले अहिलेसम्म गरेको कमजोरीको जवाब तिमीहरूले यसरी दिन सक्छस्? किन राष्ट्रिय स्वतन्त्र पार्टीको विश्वास गर्छौ? किन सरकारी ठगहरूको पछि लाग्छौ भनेर भन्छस् नि तँहरूले? हामीले विश्वासको साथ भन्छौँ के? रवि लामे छाने दाइले कसैको 1 रुपियाँ खाएको छैन र स्वर्णिम वाग्लेज्यूले कसैको 1 रुपियाँ खानु परेको पनि छैन। किनकि तिमीहरूको बाउहरू जस्तो पैसाले कङ्गाल भएर राजनीति गर्न आएको होइन के? 2 करोडको पैसाको औकात नभएको साला झोलेहरू विरोध गर्न आउँछ। सबभन्दा धेरै विरोध गर्ने यो 2 जना झोलेहरू, एउटा खुशबु ओली, एउटा ज्ञानेन्द्र साई। पहिला त अलिअलि भइ नै राम्रो लाग्थ्यो यिनीहरू, अब त यिनीहरूले जतिसुकै राम्रो काम गरोस् मलाई त यिनीहरू मन पर्न छोड्यो। यो 2टा यति फुरफुर भइरहेछ कि यिनीहरूले कसरी चाहिँ यो सरकारको विरोध गरौँ, कहाँबाट पछि लागौँ भन्ने भइरहेछ कि। जनताले तिमीहरूलाई चिनेर नै हो कि तिमीहरूलाई आज 1 सिटमा झार्दिएको। अब आउने चुनावमा हेर्दै जान, त्यो 1 सिट पनि तिमीहरूको हुँदैन।